गाइज वेलकम टु माई न्यू ब्लग। आजको ब्लग सुरुवात हुँदैछ हाम्रो यहाँ नयाँ कटेरो बाटो। आज चाहिँ एकदम खुसी छु, हजुर एकदम सपोर्ट दिनुभएको छ। यही भन्न चाहन्छु, अरू के भन्नु र। हाम्रो चाहिँ एकदम घर सर बनिने मर्मत हुँदैछ। यसरी नै यहाँ चाहिँ हाम्रो घर छ है, यसरी मर्मत हुनेछ। अनि हाम्रो चाहिँ पर पिच बनिँदैछ नि त गाइज। पर देख्न तपाईँहरूले देख्नुहुन्न होला, हाम्रो पर रोड्नेरि चाहिँ पिच बनिन लाग्दैछ नि त। पिचको बाटो बनाउने भन्दैछन्। अनि कालो मात्रै कलर मात्रै लाग्छ नि त, हल्का हल्का हुसे लागेको छ। अनि आज ब्लग पनि अलिक ढिलो आयो, किनभने धेरै काम थियो, धेरै काम गर्नु पऱ्यो। अनि अब काम त पर्सनल काम हुँदैन नि त, अब त्यही काम गर्नु पऱ्यो नि त। आफ्नो काम नगरी त हुँदैन नि त, गर्नु पऱ्यो। आफ्नो घरको कामसाम सबै गर्नुपर्छ, सबैको अब कर्तव्य हुन्छ छोराछोरीको। आफूले काम गर्नुपर्ने, कम्ला भएर सघाउनु पर्ने, कुरासुरा राम्रो टेर्नुपर्ने काम एकदम कति नै थियो। अनि आफ्नो यस्तै छ नि त। अब तपाईँहरूलाई कुनै दिन देखाउन नि त, बाटो बनिँदै गरेको देखाउँला। अहिले चाहिँ मेरो फेरि काम पर्छ, त्यही भएर हजुरले एकदम सपोर्ट दिनुभएको छ। यसमा म धेरै खुसी छु होइन। अनि हाम्रो चाहिँ घर यस्तो छ है, भर्खर बनिएको लगभग 3 वर्ष हुन आँट्यो, तर घर फुटेको छ नि त। अनि यहाँ चाहिँ दाउराहरू यति धेरै छ, अस्ति बिगारेकोले अनि यहाँ किनेर ल्याएको छ नि त दाउरा यही। अनि यस्तै छ नि त, अब हल्का हुसे लाग्दैछ। अनि हाम्रो चाहिँ साइकल यहाँ छ क्या, यसरी राखेको छ यो साइकल, यस्तै छ। अनि के भन्नु, हाम्रो चाहिँ यता छिमेकीहरू हुनुहुन्छ, यस्तै छ। अनि म एकदम खुसी छु हजुरहरूले सपोर्ट दिनुभएकोमा। धेरै पनि भन्दैछु, हजुरहरूले सपोर्ट दिनुभएकोमा धेरै धन्यवाद। अनि मलाई कमेन्ट गर्नु होला कस्तो कस्तो भ्लग बनाउने, अनि मलाई के अरे भन्नुहोस्, मलाई केही कुराहरू सेयर गर्नुहोस्। यसरी भाइ भ्लग बनाऊ, दाइ भाइ जस्तो भने पनि हुन्छ, यसरी बनाउनु भनेर कमेन्ट गर्नु होला होइन। लाइक गरिदिनु होला, धेरै लाइक होइन, 20 मात्रै चाहन्छु। 20 लाइक पुऱ्याइदिनु, 20 लाइक 20 सब्सक्राइब। हजुरले जस्तो गर्नु, हजुरको जस्तो इच्छा हुन्छ त्यस्तै गरिदिनु, मलाई सपोर्ट चाहिँ धेरै दिनु। अब आफू त यस्तै हो, अब के गर्नु, अब बिस्तारै जानिन्छ होइन। म धेरै त जान्दिनँ, म भ्लग हेर्ने गर्छु, अरूको चाहिँ धेरै मनपर्छ नि। आफूले पनि च्यानल खोलेको क्या, आफू पनि केही गरेर देखाउँछु, अरूको मात्रै किन हेर्नु। आफूले पनि केही उन्नति प्रगति गर्छु कि भन्ने इच्छाले मैले चाहिँ यो भ्लग गरेको क्या। अब हजुरहरूलाई अब अर्को नेक्स्ट भ्लगमा हेर्नु, म के गर्छु, कता जान्छु, तपाईँहरूमा देखाइरहेको छु। आजको भ्लग चाहिँ एन्ड गर्दछु। थ्याङ्क यू फर वाचिङ दिस भिडियो, बाई।